बाँकेको रारा बस्तीको यो फाँटमा सबैतिर पाकेको गहुँ पहेँले झुलेको देखिन्छ। मुगु खत्याडबाट तराई झर्नु भएकी जानकी बुढा भतिजीसँग काटेर मुठा पारेको गहुँको भारी बाँध्दै हुनुहुन्थ्यो। हिमाली जिल्ला मुगुमा अनगिन्ती अभावसँगै दुःख कष्ट झेलिसक्नु भएकी जानकी गाउँबारीमा पसिना बगाउन पाउँदा प्रसन्न देखिनुहुन्थ्यो, जबकि उहाँले अदिया खेती गर्दै आउनु भएको छ। अर्काको जमिनमा यसरी पाखुरा खियाउँदा पनि धेरै खुशी र सुखी भएको बताउनुहुने जानकीको यो सुन्दर बस्तीमा एउटा पक्की घर सँगै सानो पसल पनि छ। मसँगको भेटमा उहाँले आफ्ना कथा व्यथा यसरी सुनाउनु भयो। केही 5-4 वर्ष अगाडि लडाईँमा बित्यो। त्यहाँ पछाडि शान्तिकालीन भइसकेपछि 5-6 वर्ष हामी पहिला सुर्खेत खोल्टेपानीमा थियौँ। 6औं डिभिजन 1 नम्बर बटालियन त्यहाँ हुँदै। हजुरलाई के जिम्मेवारी थियो? जिम्मेवारी हामीहरू त्यही थियो, प्लाटुन भिसी सेक्सन कमान्डर त्यस्तै थियो। अब हामीले त्यति जिम्मेवारी पनि खोजेनौँ। हामी आफै स्पष्ट थिएनौँ त, अनि जिम्मेवारी धेरै भारी बोकेर के गर्नु। अनि त्यही भएर अब पछि बच्चा भए अब निस्केरै बसेको हो। यहाँ भाडामा बसेको छु, भाडामा जग्गा लगाएको छौँ, आफ्नो घरमा बसेको छौँ। हामीलाई अहिले त्यही छ सजिलो। आफ्नो घर छ कि? आफ्नै घर छ। आफ्नै छ। हजुर। ठिकै छ। त्यो बेला अब युद्धको बेला अनि त्यो पहाडको विकटता, त्यो बेलाको परिस्थिति जुन जटिल थियो, त्यो र अहिले तुलना गर्नुहोस् न, कतिको फरक छ? तुलना त पहिलाभन्दा आकाश र पाताल फरक भइहाल्यो। पहिला त्यो जटिलको अवस्थामा हामी कुन ठाउँ मर्ने कुन ठाउँ बाँध्ने हुने अवस्था थिएन। हामी त्यति बेला अवस्था दुःखको अवस्था बिताएको कारण त अहिले त यो सामान्य छ, म केही मान्दैन। अहिलेको अवस्था भनेको आकाश र पातालको फरक छ सर मेरो लागि। मुगुको तत्कालीन रारा गाउँ पञ्चायतका 365 परिवारलाई यो ठाउँमा स्थानान्तरण गराई खाली भएको क्षेत्र रारा राष्ट्रिय निकुञ्जमा गाभिएको थियो। त्यहाँबाट झरेका बासिन्दाले बस्तीमा पुरानो थाक थलोको सम्झनामा रारा माध्यमिक विद्यालय सञ्चालन गरेका छन्। यहाँका धेरै स्कुलको मुहार मुगुबाट झर्नुभएका डाक्टर सौभाग्य शाहको नाममा निर्माण गरिएको फाउन्डेसनले फेरिदिएको त छ नै, उतैबाट आउनुभएका मानबहादुर खत्री स्कुलको प्रधानाध्यापक र बहादुर शाह शिक्षक हुनुहुन्छ। जीवनस्तर त 35 सालको तुलनामा त अहिले उहाँ भए पनि जीवनस्तर अलि फरकै हुन्थ्यो होला। हामी त 35 साल झरेको यहाँ बाँकेमा। अब त्यहाँभन्दा त यहाँ अब जीवनस्तर त धेरै राम्रो भयो, सुगम ठाउँ भयो, यातायात भएको ठाउँ, तराई जस्तो ठाउँ। त्यहाँ त दुर्गम अहिले पनि रारा अब दुर्गमै हो। रारा सुन्दर त छ, आफ्नो ठाउँमा छ रारा तालुले। अहिले पर्यटकहरू त्यहाँ पनि ओहिरो छन्, त्यहाँ पनि अहिले राम्रो छ। तर शिक्षा स्वास्थ्य र हरेक सेवा सुविधा त यहाँ धेरै राम्रो भयो मुगुभन्दा यहाँ। अब यो रारा बस्तीमै कति स्कुल छन्, कति विद्यार्थी पढ्छन् कि धेरै जसो रारालीका झरेकाहरूले यहाँ पढाउँछन् कि अब काठमाडौँ पनि जान थाले? अब यहाँ काठमाडौँ राली अब कोही अलिकति पुँजीपति पढेलेखो मान्छेको त काठमाडौँतिर पनि होलान्। यहीँ पनि अब प्राइभेट स्कुलमा पनि होलान्। अब प्रायः जसो हाम्रै यही माविमै पढ्छन्। अब अहिले रारा बस्ती भन्दा पनि अन्य बस्ती पनि छ यहाँ। 50% बराबरै छ अहिले राली बस्ती र अब अन्य अब सबै बस्ती मिक्स छ अहिले। सबै जाति धर्म सबै मिक्स छ अहिले। तर राराली भनेपछि त अब अपनत्व हुन्छ नि त, त्यस्तो छ। अपनत्व भयो त अब अहिले सौभाग्य फाउन्डेसनले कार्यक्रम पनि हाम्रै अब यत्रो ठाउँलाई अरू स्कुललाई नहेरेर हाम्रै स्कुललाई हेर्नुको अर्थ स्कुल पनि राराकै नाममा स्थापना भए हुनाले हामी रारा बस्तीको नामले उहाँले पनि अब त्यही हिसाबले यो केही विद्यालयलाई सहयोग गर्नुभएको हो। त्यो नाताले एउटा आफ्नो बस्तीको नाता। मुगुबाट आएका यहाँ आइसकेपछिका मान्छेहरू कस्तो कस्तो ओहदामा, कस्तो कस्तो पदमा, कस्तो कस्तो ठाउँमा पुग्या होलान् सर? यहाँ आएदेखि त राम्रै ओहदामा अब डक्टर कति 10औं जना त डक्टरै छन् यही हाम्रै मुगुकै हाम्रै बस्तीका। अनि अब इन्जिनियर छन् त्यत्तिकै मान्छेहरू।
अब अरू कर्मचारी नेपाल सरकार कर्मचारी त धेरै छन्। रराइली अब हाम्रो यो बस्ती सरेर यो ठाउँमा आइसकेपछि अब यहाँको अब जनजीवन अब पहिलाभन्दा त केही सुधारिएको छ। यहाँको मुख्य आम्दानी अब बाहिर विदेशतिर जाने अनि बाहिर शिक्षाको सिलसिलामा गाउँ बस्ती छोडेर सहर बजारतिर बस्ती सर्ने र धेरै जसोको यहाँको आर्थिक समस्याहरू यहाँ विद्यार्थी आउनेहरूका अभिभावकको समस्या अहिले त नाजुकै छ, समस्या धेरै छ, निम्न छ। तर यहाँका विद्यार्थीहरू विदेश पढ्न जान थाले। अब यहाँका अब उस्तै अब गरिब तिनीहरूका त यहीँ बढ्यो अहिले त्यो हुने खाने अब परिवारका सम्पन्न परिवारका चाहिँ जो आर्थिक स्रोत छ तिनीहरूले अब बाहिर पठाउन थाले। अब नहुनेको त समस्या भइरहेको त यहीँ अध्ययन गर्छन्, आफ्नै ठाउँमा अध्ययन गर्छन्। मुगुमा अहिले पनि आलु जौ र फापर खाएर गुजारा चलाउनु पर्ने अवस्था छ। यहाँ झरेका मुगाली त्यो अवस्थासँगै बिरामी हुँदा उपचार नै नपाई अकाल मृत्युवरण गर्नुपर्ने नियतिबाट मुक्त भएको बताउनुहुन्छ रारा बस्तीका स्वास्थ्यकर्मी प्रेम शाह। हामीले प्राप्त गरेको अब नयाँ अब यो एउटा तराईको एउटा सुगम ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगार र नयाँ अवसरहरू र विकासका केही नयाँ चरणहरूमा हाम्रो त्यो चाहिँ प्राप्त भएको छ। गुमेको त हाम्रो थुप्रै कुराहरू छ जुन कुरालाई हामी अहिलेसम्म हामी दाच्न सक्दैनौँ। एउटा हाम्रो पौराणिक मूल्य मान्यता, एउटा रारा भनेको हाम्रो जुन पहिचान थियो, जुन बेलामा राराले जुन किसिमको एउटा उत्पादन गरेको थियो, चाहे शिक्षामा होस् चाहे स्वास्थ्यमा होस् र देशलाई एउटा चिनाउने एउटा गौरवका कुराहरू हुन्। त्यहाँ यी कुराहरू हाम्रो छोटोमा भन्नुपर्दा यी कुराहरू हाम्रो गुमेको छ। अब यो जनताको आर्थिक अवस्था नि यहाँ आइसकेपछि यो जीवन स्तर कस्तो छ अहिले? पहिलाको जब आउँदाखेरिको गरिबी र अहिलेको सम्पन्नता के छ अवस्था भन्दैन? अब आउँदा मानिसहरूले यति दुःख कष्ट र यति सबै कुराहरू छाडेर आएका छन् र यहाँ जोड्ने क्रममा थुप्रै चुनौतीहरू, थुप्रै समस्याहरू र थुप्रै कुराहरूसँग जुझ्दै मान्छेहरू आइपुगेका छन्। निश्चित रूपले राराको तुलनामा स्वास्थ्य शिक्षा हामीसँग एकदमै नजिक छ र हाम्रो पहुँचमा छ र यो अवस्था चाहिँ दिनानुप्रतिदिन हाम्रो बढेकै छ। गर्ने मान्छेहरूले गरेकै छन् र कतिलाई अभाव पनि छ। त्यसैले गर्दा अब यो कहाँ गएर अन्त हुन्छ यो त यतिकै अहिले भन्न सकिन्न। जोस् अभावग्रस्त जुन जिन्दगी थियो त्यसबाट अलिकति पार चाहिँ पाइएको छ। अभाव त थिएन त्यहाँ पनि, किनकि हाम्रो पहाडी बेल्ट भए पनि दैनिक जीविकोपार्जन, एउटा सामाजिक क्रियाकलाप, एकले अर्कोलाई साटो पैँचो यो कुराहरू थियो र हामीले यहाँ झट्टै सोचे जस्तो त्यस्तो अभाव त थिएन। विक्रम सम्वत 2020 तिर चिनिया फौजसँग लड्न खम्पाहरू अवैध रूपमा अहिलेको कर्णाली प्रदेशको उत्तरी सीमा क्षेत्रमा प्रवेश गरेका थिए। नेपाली फौजले लखेड्दै हिल्सा पुर्याए। लगतै दुई मुलुक बीचको सीमाङ्कनका लागि खटिएका विज्ञहरू मध्ये ललित जङ शाही अहिले पनि यही बस्तीमा रमाउँदै आउनु भएको छ। 90 वर्षीय ललित जङ त्यो क्षण अझै बिर्सनु भएको छैन। कस्तो थियो त अवस्था, उहाँ यसरी सम्झना गर्नुहुन्छ। 65 नाल पल्टन थियो, खडुबहादुर सिंह कर्नेल हुनुहुन्थ्यो, शम्भु शमशेर मेजर डिभिजन थियो। हामी त्यसमा ताउलागारी हिल्सामा बस्यौँ 3 महिना। पारी चाइना पल्टन बस्यो, वारी हामी बस्यौँ। अन्त चाइना र नेपालको सीमा छुट्याउने माथि नाकामा यतातिर नेपाल उतातिर चाइना भनेर लेख्ने त्यो ठाडोमा त्यो ठुला पहाडको त्यो ठाडामा गाभिया हौँ हामीले। सिमेन्टी लियो, 5 बोरा सिमेन्टी लियो र 1 पिलर। कति दिन लड्यौँ हामी त्यहाँ? कति दिन लडाइँ भयो? खम्मासँग हाम्रो लडाइँ खम्मा भागिए। हामी जाने हामी त शान्ति सीमा छुट्याउन गएका हौँ। सीमा छुट्याउन गएछ नेपालको र चाइनाको बोर्डरमा
खम्बा राख्यौँ। कुन ठाउँको बोर्डर छुट्याउनु भयो हजुरहरूले? हामीले उतापट्टि चाइना राख्यौँ, यतापट्टि नेपाल राख्यौँ। त्यो सीमा ठाउँमा बोर्डर राख्यौँ। कुन जिल्लामा पर्यो यो? यो हुम्ला जिल्लामा पर्यो। हुम्ला जिल्लाको बोर्डर पर्छ। त्यति बेला हजुर मुगुको रारामै हुनुहुन्थ्यो? हुम्लाको बझाङको जिल्ला पर्छ। बझाङ पनि त्यसैमा पर्छ। साँखे साइपलको लेक त्यो बझाङको त्यहीँ जान्छन्। हो, साइपल म गएको छु, बझाङ बसेछु। साइपलको लेकको व्यापार गर्ने बझाङ त्यहीँ जान्छन्। हो, हामी यताबाट हुम्ली पनि त्यहीँ जान्छन् व्यापार गरेर। ताउलाकोट हिल्सा भएर ताउलाकोट जान्छन्। पारी चाइनाको पल्टन, त्यो भाषा कर्णाली छ, कर्णाली ओदी हाम्रो नेपालको पल्टन। त्यो बेला हजुर जुन बोर्डरतिर जानुभयो नि, त्यो बेला हाम्रो अब यो त्यो भेगको जीवनस्तर कस्तो थियो? त्यो बेला भर्खरै त्यो दलेली लामा भागेको थियो। त्यो दलेली लामा भागेर गयो भने तिनको पल्टन त्यहाँ छाडा थियो। हामी ती दलेली लामासँग भेडा बाख्रा धेरै, च्याङ्ग्रा धेरै थियो। हामी त्यो पल्टन खुवाउँदाखेरि त्यो माथि उरै लाग्न ताउलाकोटको माथि त्यो क्या लाग्न त्यो हाम्रा 2 बोर्डर पोरिछन्। तिलो हल्जिया जाँग 3 गाउँ पोरिछन् नेपालका। तिनीसँग भ्रमण गरेर मैले 600 भेडा ल्याएँ। भेडा च्याङ्ग्रा हामी 5 जना गयौँ। एक्लिस नायकको कल्याण नायक थियो। हामी भेडा ल्यायौँ र अब त्यो पल्टन खुवाउनु पऱ्यो। मासु खुवाउनलाई त्यो भेडा च्याङ्ग्रा ल्याएर त्यो पल्टनलाई खुवायौँ 3 महिनासम्म। 5 जना उनी, 5 जना नेपालका र 5 जना चाइना भएर त्यो सीमा गाड्यौँ। त्यसरी नेपाली सीमाको रक्षा गरियो। चाइनाले पनि हामीकन मिसेर खान दिने पिनी दिने। हामीले पनि त्यो आफै मारेर नखाने नाउर शीतल हामी मार्दै थियौँ। वारीबाट हामी पारिदिन्थ्यौँ। हामीले मारेपछि खाने, आफू मारेर नखाने चाइना नीति। अन्त त्यो ताब्ला खाएर त्यो हामीले भिडियो उही बेला काहीँ नहेरे त्यो भिडियो लगाइने चाइनाले। त्यो चाइनाको युवा वर्गदेखि त्यहाँ माबाबु कहाँ बस्छन् त्यो खेलकुदमै रमाइला हाल्थ्यो। 5 वर्षका एकतिर, 6 वर्षका एकतिर, 20 वर्षका एकतिर केटीको फाउँ छुटाइ, केटाको फाउँ चाहिँ ती तालिमैमा। हजुर अनि बस्ने चाहिँ रारामै हो पहिला? पहिले मेरो रारा हो, जन्म नै रारा हो। कति सालमा यहाँ झर्नुभयो? यहाँ 35 सालमा झरेको। त्यो बेला 35 सालमा झर्दा र अहिलेको हजुरको अवस्थामा त्यहाँका मान्छेको आर्थिक अवस्था, सामाजिक अवस्था, राजनैतिक अवस्था, स्वास्थ्य अवस्था सुधार आएको छ कि झन् बिग्रियो? सुधार अब केही आया। म अहिले 2 वर्ष 3 वर्ष भयो पाहाडतिर जान पाएँ नै। केही सुधार त अलि छ, तर अब यहीले व्यवस्थाले गर्दाखेरि त्यो सुधार क्या। म गया वर्ष एक कुलो हाम्रो जग्गामा कुलो छ, त्यो कुलो परसम्म लिएको। त्यो यही कुला योजना कति ल्यायो त, कति दियो त सरकारले भन्दा फेरि 6 लाख दियो। 6 लाख तिमीले कति काम गर्यौ? कामै नगरी। एक दिन गएर फाक्स गरेर 6 लाखको 3 लाख माथि उनले खायो। 3 लाख रुपियाँ ल्यायो उन तल। 2 लाख ल्याएछ कि 3 लाख ल्याए बन्ड थियो त्यति। भनेपछि आर्थिक अवस्था सुधारियो तर भ्रष्टाचार नियन्त्रण भयो। भ्रष्टाचार नियुक्त भएन। उही बेला त्यो छ। उही बेला त्यस्तो भ्रष्टाचार थियो र मैले 28 वर्ष प्रधान भएँ त्यो मुगु जिल्लामा। 28 वर्ष प्रधान भएदेखि हामीले 1 पैसा पनि सरकारको दिँदैन थियो। पञ्चायतकालमा त कुनै केही थिएन नि, व्यवस्थै थियो त। अब नाम 4000 2000 रुपियाँ एक बाटो बनायो भने दिने, अझै हामी सर्वदान गर्ने बनाउने त्यस्तै थियो। अहिले चाहिँ क्या सानो बनाएपछि 8 लाख 6 लाख रुपियाँ दिने मध्ये तल तिनको न अलिअलि सार फाल्ने, जनताको न कागजपत्र मिलाउने त्यस्तो व्यवस्था छ। प्राकृतिक छटामा घुलमिल हुँदै र बस्दै आएका यी मुगाली सूर्यको फेदीमा पर्ने बाँकेको तातो भूमिमा निर्माण भइरहेका वातानुकूलित भवनभित्र शीतल अनुभूतिका साथ बस्दै आएका छन्। आर्थिक, शैक्षिक र स्वास्थ्य लगायत धेरै समस्याले जेलिँदाको कष्टकर अवस्थामा तराई झरेका मुगालीको जीवनशैलीमा
यसरी आमूल परिवर्तन भएको छ। कच्ची र फुस्का घरमा गुजारा गर्नेहरू शानदार र पक्की घरमा ठाटबाटका साथ बस्न थालेका छन्। चुरे फेदीको जंगल छेउको बस्ती भएकाले वातावरण पनि निकै स्वच्छ र हराभरा देखिन्छ। नेपालगञ्ज शहरदेखि करिब 40 किलोमिटर उत्तर पश्चिम बैजनाथपुर गाउँपालिका 1 मा पर्ने रारा बस्तीमा अशिक्षित प्राय भेटिँदैनन्। डाक्टर, इन्जिनियर सँगै वकिल र शिक्षकको बस्तीमा कमी छैन। बस्तीको बाटो घाटो पनि हिउँदमा धुलामे र बर्खामा हिलामे हुँदैनन्। यस्तो परिवर्तनको सम्वाहक बनेका मुगालीको मुहारमा खुशी झल्किन्छ।